हेलो एभ्रिवान, म तपाईँहरूलाई चाहिँ आज आफ्नो उनीको चाहिँ कसरी युज गर्ने होइन, कसरी अप्लाई गर्ने भन्ने बारेमा चाहिँ म भन्न गइरहेको छु होइन। ध्यान दिएर सुन्नु होला होइन। यो आफ्नो उनीको चाहिँ 2026को जनवरी 19देखि चाहिँ एक्टिभेट भएको है। अब सायद यो वर्षभरि हुनसक्छ होइन। त्यही भएर यो अफर चाहिँ यदि तपाईँहरू ट्राभलिङ गर्दै हुनुहुन्छ, लङ भन्नाले लङ त होइन, मिडिया डिस्टेन्सिया भन्ने हुन्छ होइन। त्यो चाहिँ कस्तो भन्दा तपाईँहरू जस्तो म्याड्रिडमा हुनुहुन्छ भने म्याड्रिड टु भ्यालेन्सिया, बार्सिलोना, कारुना, थुप्रै ठाउँहरू हुन्छन् जहाँ चाहिँ तपाईँहरू चाहिँ एक महिनामा महिनाभरि नै ट्राभल युज गर्न सक्नुहुन्छ है। यो कार्ड चाहिँ तपाईँहरूले अब स्टेसनमा जानु भएर भन्नुभए पनि हुन्छ होइन। तर जस्तो आभान्साको स्टेसनमा चाहिँ नजानु होला, किनभने उहाँहरूले चाहिँ तपाईँहरूलाई दिँदैन है। इभन उनीहरूलाई थाहा पनि रहेनछ कि, उनीहरूलाई जस्ट यति मात्र थाहा छ कि अनलाइनबाट गर्नुपर्छ भनेर है। म त्यहाँ सुरुमा चाहिँ म गएँ, त्यहाँ जाँदाखेरि चाहिँ तिमीले चाहिँ अनलाइनबाट गर्नुपर्छ, हामीलाई आउँदैन भन्ने जस्तो कुरा गरेँ क्या। अनि ठिकै छ, आउँदैन भने हामीलाई सिकाउनु पर्छ नि त, हामीले कहाँबाट गर्ने त होइन भन्दा सोद्धाखेरि चाहिँ तिमीहरू आफै गर्नुपर्छ भने होइन। अनि त्यसकै ठाउँमा चाहिँ साइडमा चाहिँ आल्साको स्टेसन थियो होइन। अनि आल्साको स्टेसनमा गएँ म। अनि किन भन्दाखेरि मैले के सुनेको थिएँ भने यो आबोनो चाहिँ जुन ठाउँमा किने पनि एउटै प्राइस हो। मतलब त्यो जस्तो आल्सामा किने पनि, आभान्सामा किने पनि, रेन्फेमा गएर किने पनि तपाईँहरूले तिर्ने पैसा चाहिँ 60 युरो हो। यो सबैमा युज गर्न मिल्छ भनेर सुनेको थिएँ। त्यही भएर म चाहिँ त्यहाँ गएको थिएँ। अब आभान्सामा भएन, ठिक छ, म आल्सामा गएँ। आल्सामा गएर त्यहाँको मान्छेलाई चाहिँ राम्रोसँग थाहा रहेछ है। त्यो आल्सामा काम गर्ने जुन स्टाफ छ उनीहरू चाहिँ एकदमै हेल्पफुल भयो है मेरो लागि चाहिँ। अनि उहाँले के गर्नुभयो भने मेसिनबाट काट्न पनि मिल्छ है यो चाहिँ। उहाँले चाहिँ मेसिनबाट काट्न खोज्नुभयो होइन। अनि मैले चाहिँ के भने अब थाहा थिएन नि त, थाहा नभएपछि त कुन कसरी गर्ने, के गरी गर्ने भने अलमल्ल पऱ्यो। अलमल्ल पर्दाखेरि चाहिँ उहाँले चाहिँ मलाई तिम्रो एनआई देऊ भने। अनि एनआई दिएँ। अनि तिमी कुन दिन ट्राभल गर्ने भनेर सोधेँ। म अकमक्क परेँ है। अनि अकमक्क परेपछि मलाई चाहिँ अनि अब के गर्ने, किनभने स्योर पनि थिएन म कुन दिन ट्राभल गर्ने, किन भोलि गर्ने कि पर्सि गर्ने भन्ने हुन्छ नि त। अनि पछि उसले के भन्यो भने तिमीले यो फर्स्टचोटि लिँदाखेरि चाहिँ तिमीले ट्राभल डेट चाहिँ फिक्स गर्नुपर्ने रहेछ होइन। त्यो दिनमा चाहिँ तिमीले ट्राभल गर्नै पर्ने रहेछ क्या होइन। अनि त्यो भएर अनि म पछि सोचेँ। अनि एकछिन बाहिर निस्केँ, ल म एकछिन सोच्छु अनि आउँछु भनेर मैले उसलाई भनेँ। अनि ठिक छ भने, अनि त्यसपछि मैले सोचेँ ल ठिक छ म यो दिन चाहिँ जान्छु भने मैले माइन्ड मेकअप गरेँ। अनि त्यसपछि उहाँलाई भने ल म गर्छु, मलाई चाहिँ यो काट्नु पर्यो भनेपछि अनि उहाँले मलाई मेरो निर्णय लिएर चाहिँ काट्नु भयो र टिकट दिनुभयो र त्यहाँनिर त्यो डेट पनि हाल्नुभयो है। प्रिमियर भिआके, फर्स्ट भिआके। त्यसपछि म आएँ। अनि फेरि त्यही कुरा लिएर त्यो टिकट, अब त्यो आबोन त पाएँ नि त मैले होइन। अनि आबोन पाएपछि फेरि आभान्सामा गएँ। आभान्सामा जाँदाखेरि चाहिँ उसलाई अझै पनि थाहा छैन रहेछ क्या। उसले चाहिँ के भने होइन तिमीहरूले अनलाइनबाट गर, मलाई थाहा छैन भनेर पठायो। अनि मलाई चाहिँ बेकार सोध्नु मात्रै रहेछ भन्ने भयो। किनभने फेरि मेरो चाहिँ बस आभान्सा बसबाट मात्रै जाने पऱ्यो क्या, म जाने ठाउँमा चाहिँ है। त्यो भएर म एकदम कन्फ्युज भएँ होइन। होस् अब किनिसकेँ होइन, के न के त हुन्छ भन्ने सोच आयो। त्यसपछि आयो। अनि म घर आइसकेपछि अनि त्यो डेट पनि मैले फिक्स गरेँ। अब टिकट त काट्नु पऱ्यो। मैले ट्राई गरेँ, अनलाइन काट्नुपर्छ भनेको थियो। मैले ट्राई गरेँ। अनि किन सिट बुक गर्नु पऱ्यो नि त। अनि ट्राई गरेँ, भएन। अनि मलाई पछि थाहा भयो कि यो चाहिँ 24 आवर पछि चाहिँ एक्टिभेट हुँदो रहेछ। त्यसपछि वेट गरेँ, 24 आवर पास भएपछि चाहिँ अनि मैले म जुन ठाउँमा जाने त्यो चाहिँ मैले त्यो अनलाइनमा गएँ। अनलाइनमा गएर चाहिँ मैले टिकट काटेँ है। त्यसपछि टिकट काट्यो। तर यसमा चाहिँ के हुन्छ भने तपाईँहरू 3 युरो 25 सेन्टिमोस चाहिँ तपाईँलाई लाग्छ नै है। मैले चाहिँ अहिलेसम्म चाहिँ जाने मात्रै या आउने मात्रै गरेको छु। मैले चाहिँ आउने जाने भनेर चाहिँ कहिले पनि सँगै टिकट काटेको छैन होइन। मैले चाहिँ जाने मात्रै गरेर चाहिँ टिकट काटेको छु होइन। अब तपाईँहरू ट्राई गर्न सक्नुहुन्छ होइन। तर मैले चाहिँ ट्राई गरिनँ होइन, किनभने मेरो डेट फिक्स हुँदैन क्या फर्किने। त्यो भएर चाहिँ मैले जाने गर्दाखेरि चाहिँ 3 युरो 25 सेन्टिमोस चाहिँ जहिले पनि काटेको हुन्छ है। अब यो कसरी गर्ने भन्ने कुरा चाहिँ तपाईँहरू जस्तो सपोज आल्साबाट गर्नुहुन्छ भने आल्साको एपमा साइन इन गर्नुहोस् होइन। साइन इन गरिसकेपछि त्यहाँनिर अब तपाईँ कुन ठाउँमा जाने, अब ओरिजिन र डेस्टिनेसन त्यहाँ राख्ने तपाईँहरूको त्यो राखिसकेपछि चाहिँ त्यहाँनिर अब टाइम हुन्छ
होइन कुन ठाउँमा जाने त्यो टाइम हुन्छ त्यो सबै सेलेक्ट गरिसकेपछि लास्टमा त्यहाँनिर अप्सन हुन्छ आबोनो ओनीको तपाईँले त्यहाँ क्लिक गर्नुपर्छ अनि त्यो आबोनो ओनीकोमा क्लिक गरेर त्यहाँ तपाईँको सिर्फ एनआई नम्बर माग्छ नम्बर भर्ने अनि त्यहाँनिर तपाईँको जुन आबोनो ओनीको तपाईँले अप्लाई गरेको छ त्यसमा तपाईँको एउटा कोडीको आउँछ त्यो चाहिँ तपाईँले हाल्नुपर्छ है त्यो हालेपछि तपाईँहरूलाई त्यहाँनिर एक्सेप्ट गर्छ एक्सेप्ट गरिसकेपछि त्यहाँनिर भिसा कार्ड कसरी पे गर्ने भनेर देखाउँछ होइन भिसाबाट पे गर्ने या पेपलबाट केबाट हुन्छ त्यहाँबाट पे गर्ने देखाउँछ तपाईँले आफ्नो जे छ त्यो एड गर्नुहोस् त्यसपछि त्यहाँनिर पैसा टिकट 00 भनेर आउँछ तर काट्ने बेलामा 3.25 सेन्टिमस भनेर काटेर आउँछ है त्यो टुक्कले गर्दा हुन्छ र तपाईँ यसरी चाहिँ आफ्नो ट्राभलिङ चाहिँ इन्जोय गर्न सक्नुहुन्छ तर तपाईँहरू सपोज एकचोटि ट्राभल गर्दाखेरि चाहिँ तपाईँलाई मिनिमम 40 देखि 50 युरो त लिन्छ है अब तपाईँले अब एकदमै अपर्च्युनिटी चाहिँ कुन यता कि त बिहानको कि त बेलुकाको यस्तो टाइम हेरेर लिनुहुन्छ भने चाहिँ 20 देखि पनि पाउनुहुन्छ तर त्यो टाइमै मिल्दैन किनभने कहिले 6:30 बजे राखिदिन्छ जबकि ट्रेन चाहिँ 6 बजीदेखि नै सुरु हुन्छ अनि हामी त्यहाँ स्टेसनमा कतिखेर पुग्ने होइन त्यस्तो हुन्छ त्यो भएर त्यो अरू टिकट किन्दाखेरि तर आबोनो ओनीको किनेपछि तपाईँलाई ढुक्क हुन्छ है झट्ट गयो रिजर्भ गऱ्यो अनि त्यो टाइममा जाने अनि कोडीको देखाउने तपाईँलाई त्यो कोडीको आउँछ त्यो कोडीको देखाउने या अब इमेलमा कसैको त्यो प्रिन्ट गरेर राखे पनि हुन्छ होइन त्यो निकाल्दाखेरि अनि उनीहरूलाई देखाएपछि त उनीहरूले एक्सेप्ट गरिहाल्छ यसरी चाहिँ तपाईँहरू चाहिँ आफ्नो ट्राभलिङ इन्जोय गर्न सक्नुहुन्छ है अब मैले चाहिँ गरिरहेको छु होइन किनभने मैले अब म थुप्रैचोटि यो हप्तामा अब त म अब शुक्रबार गएर म आइतबार आउँछु होइन अब 2 चोटि त्यतिकै ट्राभल हुन्छ अनि मन्थमा मैले कतिचोटि गर्छु होला तपाईँहरू आफै इमेजिन गर्नु होला होइन अब मेरो यहाँ साथीहरू छ होइन उनीहरूले चाहिँ एकचोटि ट्राभल गर्दाखेरि 100 युरो खर्च गरेको रहेछ है अब एकजना केटी छ ऊ चाहिँ रुममेट होइन ऊ चाहिँ म्याड्रिडै नजाने क्या आफू बसेको ठाउँ नजाने किनभने पैसा खर्च हुन्छ त्यो भएर ऊ यहीँ बस्ने रहेछ क्या होइन अनि त्यही भएर उनीहरूलाई थाहा नभएर क्या अनि हिजो एउटा केटासँग कुरा गरेँ अनि त्यो कुरा गर्दा उसले चाहिँ 100 रुपियाँको टिकट काट्दैछु म जान लाग्यो म्याड्रिड भनेर भने क्या अनि मैले उसलाई भनेँ कि होइन त्यसरी नगर यसरी गर भनेर उसलाई मैले भनेको छु क्या अनि उनीहरू कति खुसी भयो क्या अनि यहाँ सबैजना त्यस्तै 4-5 जना जति छ उनीहरूलाई कसैलाई थाहा छैन क्या अब म उनीहरूलाई पनि यो कुरा सिकाउँछु होइन किनभने अब जो चाहिँ अप डाउन गर्नेहरू छन् उनीहरूलाई त उनीहरूको पैसा त सेभिङ हुन्छ नि होइन त्यही भएर तपाईँहरू पनि चाहनुहुन्छ भने गर्नुहोस् यदि सक्नु अब तपाईँ ट्राई गर्दा सक्नु भएन केही हेल्प चाहियो भने मलाई चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ है म म्याड्रिडमा बस्छु होइन मेरो त्यहाँ डिटेल पनि छ तपाईँसँग कन्ट्याक्ट गर्न सक्नुहुन्छ है त धन्यवाद।